वेलकम ब्याक टु माई च्यानल। आजको हामी उयो भिडियोमा चाहिँ आइरन फार्म बनाउन गइरहेका छौँ। हाम्रो यो वडा सब चिज लगभग भइसक्यो। सबभन्दा मेन चिजको आवश्यकता यो आइरनको पर्छ बिल्डहरू बनाउनलाई नै। अनि आर्मरहरूलाई म्याक्स गर्नलाई चाहिँ मैले योभन्दा भिडियोमा चाहिँ योभन्दा अघिल्लो भिडियोमा चाहिँ ट्रेडिङ हल बनाएको थिएँ। म चाहिँ आइरन फार्म बनाइसकेपछि डायमन्ड आर्मर बनाउँछु। अनि त्यसपछि डायमन्ड आर्मरलाई म्याक्स गरेर एन्डमा जानुपर्छ। मैले चाहिँ यो बनाइदिएँ आइरन फार्म बनाउने ठाउँ। अब म चाहिँ यहाँ आइरन फार्म बनाउने ठाउँमा आइपुगिसकेँ। यहाँ चाहिँ 5 ब्लक 5x11 उस बनाउनुपर्छ। मैले अस्ति नै एउटा ओल्ड लाइनमा बनाइदिएँ। अब उद्देश्य सम्झेर बनाउँदै हेर म अहिलेसम्म काम गर्छ कि गर्दैन। मैले यो 5x11 को खाल्डो बनाइसक्यो। अब यसमा हामीलाई 20वटा बिडा हाल्नुपर्छ। मसँग इन्भेन्टरीमा 20टा भन्दा बढी होला सायद। यो बिडामा कतिवटा 9वटा हुन्छ होइन। 9 9 18 19 20 21वटा रहेछ। एउटा बेड बढी राखेर एउटा 2टा 3टा 4टा 5वटा हामीलाई यसरी नै यहाँ 20वटा बिडा हाल्नु पर्ने हुन्छ। 2टा 3टा 4वटा 5वटा म बिडा हालिसकेपछि देखाउँछु तपाईँहरूलाई। अब फाइनली म चाहिँ यहाँनिर बेड हाल्न सकिसकेँ। अब यसको माथि 20वटा भिलेजरलाई ल्याएर राख्नुपर्छ। 20वटा भिलेजर अनि 20वटा फ्लेचिङ टेबल अनि उति ल्याएपछि लगभग आइरन फार्म कम्प्लिट। 5x5 को चाहिँ 6x6 चाहिँ बल्ल लाग्यो के कति भयो। अब म चाहिँ उयो भिलेजरले ल्याइसकेपछि देखाउँछु तपाईँहरूलाई। मैले चाहिँ यहाँनिर बोटहरू बनाएर आइसकेँ। अब यो हामीलाई 2टा भिलेजरलाई अब यहाँसम्म मात्र हाम्रो आइरन फार्मको बिचतिर लानुपर्छ। अब यिनीहरूलाई चाहिँ यहाँ सब भिलेजर आउँछन्। पहिला यिनीहरूलाई यता राखेर बन्द गरेर बोटमा हालेर बाँधेर लाँदा सजिलो हुन्छ जस्तो लाग्छ। पहिला चाहिँ ग्राभेलले नै बन्द गरिदिउँ अहिलेलाई। ल ठिक्क हो। अब चाहिँ मैले कहाँनिर बनाएको थिएँ यहाँनिर चोकेर यहाँ पुरै 2x2 को पुरै आइरन फार्मसँगको मैले टनल बनाएको छु। लगभग कति 150 ब्लक टाढा चाहिँदो रहेछ। 200 ब्लक जति टाढा होला त्यो चाहिँ। खोइ त्यो आउँदैन त यो टेक्नोलोजी त्यही पनि आएन त। यता पानी हाल्नु भने चाहिँ बग्छ ल पानी खै त। यो त स्ल्याब बिर्सेँ मैले। फेरि यो त माथि पुग्छ त। अब चाहिँ यहाँ आउनुपर्ने हो बोट आयो। ल हाम्रो एउटा भिलेजर चाहिँ गयो त्यहाँनिर। पहिला उनीहरू हाल्यो त्यसलाई बोटमा छिराइदिउँ पहिला। त्यो त बोटमा पुग्यो ल त एउटा पुग्यो। अब एउटालाई चाहिँ के गर्ने फेरि यो त माथि जान्छ। त्यो त यहाँ हाल्यो भने सायद आउँछ कि आयो। अब म यसमा यिनीहरू 2टै भिलेजरलाई आइरनमा पुऱ्याएपछि देखाउँछु। फाइनली मैले यहाँ भिलेजर चाहिँ लिइसक्यो। अब यिनीहरूलाई यहाँ खाल्डोभित्र हाल्नुपर्ने हुन्छ। खाल्डोभित्र त्यस्तो गरेर त्यहाँनिर अगाडिको ब्लक फुटायो भने सिधै जाँदाखेरि ड्यामेज खाँदैनन् होला सायद। पहिले यिनीहरूले त्यो भित्तामा फुटेर ड्यामेज खाँदैन। यहाँ झऱ्यो भने मर्छ होला क्या सायद। त्यसले बिस्तारै आरामले पुऱ्याउनुपर्छ। ड्यामेज खाएन भन्नुभएको छ। म मर्छ होला भन्ने ठानले पहिला यो बोट फुटौँ। एउटाले लिइसक्यो।
अब हामीलाई यस्तै गरी 20वटा भिलेजर चाहिन्छ यहाँनिर पहिला बोर्ड फुटाएर यहाँ एकछिन एफके गर्नु पर्यो म 20वटा भिलेजर पछि देखाउँछु आइरन फार्म बनर अब रेडी भइसक्यो यहाँनिर आइरन फार्म स्पोन हुनु सुरु भइसक्यो अब यसलाई क्लिन चेम्बर बनाउनु पर्छ ल हेर्नु त्यसले कतिवटा दियो फर्स्टमा 4वटा कि 5वटा दियो होला सायद 3वटा चाहिँ नदियो हेरौँ सुरुको यसरी दुईपट्टि साइन हालौँ है यहाँ लाभा नहोस् भन्नुलाई ए अर्को निस्पन भइसक्यो यहाँ आइरन फार्म खतम गर्छ अब यहाँ म किलिङ चेम्बर बनाइसकेपछि देखाउँछु मैले चाहिँ आइरन फार्मलाई चाहिने सामान बोकेर आइसकेँ यहाँ यसको तल ग्लास पेन माथि लाभा हाल्यो भने यो सायद अब वर्क गर्नु पर्ने हो लाभा वर्क अब त्यसको तल त्यहाँ उपर चेस्ट हाल्नु मिलाउनु पर्छ सुरुमा पहिला म उपरै हाल्छु लाभा हाल्नु भने गल्ती गरी यहाँ कति खर्च ग्रावल एउटा सानो रुम जस्तो बनाउनु यहाँ राउने माथिबाट अनि बाटो भइहाल्यो अब यहाँ र चेस्ट बनाउँ अनि हपर बनाउँ मैले उडहरू सब सामान त कलेक्ट गरेर ल्याइछु अब आइरन फार्म कम्प्लिट हुने बित्तिकै म चाहिँ अब म्याक्स आर्मरहरू बनाउनुपट्टि लाग्छु 3वटा चेस्ट 2वटा चेस्टलाई एउटा चेस्ट हपरलाई एउटाले पुगेन मलाई चेस्ट चाहिएको चाहिँ तर अहिलेको लागि बस के हाल्दा ठिक हुन्छ यसलाई 2वटा चेस्ट यहाँ हालौँ अनि यो फुटाएर डाइरेक्ट भिलेजर आइरन चाहिँ तल पनि हुन्छ चन्नै खोज्नु ल होपर चेस्टसँग कनेक्ट भइसक्यो अब उतार ग्लास पेनहरू हाल्नु पऱ्यो उतार अनि लाभा हाल्नु पऱ्यो त्यसपछि आइरन फार्म हाम्रो रेडी हुन्छ लाभा यहाँ छ ग्लास पेन 300 यो पुरै ल ग्लास पेन हाल्नै बिर्सेछु फेरि धन्नै केही गर्न पर्छ यहाँ कहाँनिर हाल्दैन यो ग्लास पेन यसको माथि हो फाइनली यो आइरन फार्म चाहिँ रेडी भइसक्यो म अब नेक्स्ट भिडियोमा चाहिँ आर्मरहरू बनाउँछु